म चाहिँ अहिले इलाममा आएको छु र म आज चाहिँ हजुरहरूलाई देखाउन गइरहेको छु म पढेको स्कुल प्लस अनि म ग्राउन्ड मैले खेलेको ग्राउन्ड देखाउने छु। मेरो बहिनी पनि यहीँ पढेको हो, मेरो दाइ पनि यहीँ पढेको हो। पहिला चाहिँ यहाँ चाहिँ श्री पूर्ण स्मारिका निङमावि थियो, अहिले चाहिँ श्री पूर्ण स्मारिका आधारभूत विद्यालय रहेको छ। अनि तपाईको भन्नुहुन्छ नि त्यहाँ तल ग्राउन्ड छ, अहिले देखाउने छु। र म चाहिँ सुरुमा भर्ना हुँदाखेरि यहाँनिर 3 क्लास यहाँबाट पढेको हो, म हजुरहरूलाई देखाउने छु। त चाहिँ कहाँ नर्सरीबाट पढेको होइन? म चाहिँ नर्सरीबाटै 8 सम्म पढेको हो। उहाँ चाहिँ 3 देखि पढ्नु। म चाहिँ 3 बाट पढेको हो होइन। अनि यो चाहिँ अफिस, अनि यो चाहिँ म पढेको क्लास खुल्लै रहेछ, म देखाउने छु। धेरै रहेछ नि त। म चाहिँ यहाँनिर बसेर पढ्थेँ यहाँनिर। अहिले चाहिँ यस्तो चेन्ज भएको छ। यो चाहिँ म पढेको क्लास। अहिले चाहिँ अब हजुरहरूलाई म बाहिरको देखाउने छु। अहिलेलाई चाहिँ म यो पढेको क्लास 3 क्लास थियो पहिला चाहिँ, अहिले चाहिँ 1 रहेछ। अहिले चाहिँ यस्तो रहेछ है। यो चाहिँ अफिस। यो अफिस बनाउने बेलामा चाहिँ हामीले पनि इट्टा बलुवा बोक्ने काम गरिएको थियो। हामीले चाहिँ त्यो चाहिँ बनाउँदाखेरि चाहिँ हामी विद्यार्थीहरू धेरै नै थियौँ। त्यस बेला सर स्टुडेन्टहरू मिलेर हामीले चाहिँ यो भवन चाहिँ बनाएको थियौँ। अहिले चाहिँ